आज चाहिँ हाम्रै जान आँटेको छोरी र म। आज आमा आउँछ कि उसको 5 डेजको लागि घर आउँदैछ बिमार भएर। त्यहाँदेखि चाहिँ जान्छ फेरि। टमी पनि सुतिरहेको रहेछ है। हेलो टमी। काका 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 एउटा जेल लान्छु ल म अहिले दिन्छु है। ल गइकन आउँछु। ल जाउँ छोरी ल। ल लेट्स गो। बाउ छोरीको गाडीको टुर हुन्छ आज है। धन्नु लगेर जाँदैछ हामी। धन्नु मेरो धन्नु राजश्यामाजी धन्नु। ला तर पुरा अस्ति भोलिले गर्दाखेरि कस्तो भइरहेछ गाडीमा है। ल धुनु पनि पाइनँ भोलिदेखि त ड्युटी। अलिक उता सर त जेनी छ साह्रो अल्झाएको हौ। आज चाहिँ अर्कै धन्नु है। ल अर्को धन्नु हिजो यसमा गएको हामी। आज आज यो धन्नुमा है। ल चढ। जेनिसा पनि चढ्यो। के हो त्यो जेनिसा? तिम्रो ब्याट्री सकिरहेको छ है। ल है आज चाहिँ सुरु भयो फेरि बाउ छोरीको टुर। ला हो मेरो त चस्मा पनि यस्तो भइरहेको रहेछ नि हौ। अब बाउ छोरीको टुर है। हामी कहाँ गएको पो जेनिसा? दार्जिलिङ है। दार्जिलिङ फेरि दार्जिलिङबाट आएर फेरि बेलुका के बनाउनु पर्छ हामीले? मोमो। मोमो पार्टी छ नि त आज है। अब जेनिसा ओपन द्याट विन्डो। गाडी चाहिँ यस्तो हुन्छ कि आम्मामा पावर स्टिक होइन। फेरि यो गाडी चाहिँ मलाई साट्नु किन इच्छा लाग्दैन भन्दाखेरि चाहिँ यो गाडीमा धेरै मेमोरीहरू छ हो। अब सायद यो गाडी त अलरेडी ब्यान्ड पनि भइसक्यो तर पनि ब्यान्ड चाहिँ भइसक्यो गाडी के तपाईँलाई सायद थाहा पनि होला। तर मान्छेलाई अहिले यो गाडी पाउनलाई कस्तो उयो गर्छ। पाउँदैन गाडी यस्तो गाडी चाहिँ। अब एउटा लौ दिन्छु भन्दा पनि पाउँदैन है साथीभाइ हो। ओल्ड इज गोल्ड नै हुन्छ नि त है। है जेनिसा ओल्ड इज गोल्ड। ल भाइ हामी चाहिँ लाग्यौँ है। अब तपाईँहरूलाई आमासँग त निकै भयो नि बहिनी। 2014 मा। तिमी जन्मिँदा I don't know exact. तिमी जन्मिँदा त we are on 2018. तपाईँहरूलाई यसो अब यो भिडियोमा देखाउँदै जान्छु ल। कति बेला जन्मेको? म 1990 इयर्समा। नोभेम्बर 14। बर्थडे हुन आँटिने अब है। तिम्रो बर्थडेमा अस्ति सक्यो उसको त बर्थडे। अब मेरो बर्थडेमा के दिन्छ अरे मलाई? बर्थडेमा गिटार। छोरीको एउटा सपना रहेछ बाबालाई गिटार दिने। हेर्नु साथीभाइ उसलाई चाहिँ नि गाडीमा हिँडाउँदा नि यस्तो एसीले सुत्छ हो। यस्तो छ त हो। अरू गाडीमा चढ्नै सक्दैन हौ जेनिसा है। जेनिसा हो। अरू कसको गाडी मनपर्छ? मेरो र कसको अरे?
बिस्तारै जानुपर्छ। बेसी जाम हुन्छ सन्डे चाहिँ। यस्तो छ है जेनिसा। ऊ फेरि हो सुरु भयो छोरीको। हो यस्तो छ फेरि चिप्स खानु थाल्यो। ब्लुलेस चाहिँ उसको फेभरेट है, फेभरेट। बेसी खानु हुँदैन है जेनिसा। ओ क्याक्टस पनि देखाउँदैछ नि त, तर के गर्ने क्याक्टसको। देख्यौ जेनिसा, म स्कुलमा यही पढाउँछु त है। क्याक्टस कुन चाहिँ प्लान्ट हो भन्थ्यौ त? कहाँनिर हुन्छ क्याक्टस? रेगिस्तानलाई के भन्छ? डेजर्ट। डेजर्ट यस्तो छ। रेगिस्तान है। रेगिस्तानमा क्याक्टस हुन्छ। हाम्रो मेडिकल सप आइपुग्यो हामी। म तपाईँहरूलाई मङ्पू बजारको चाहिँ कभर अप यति चाहिँ गरिरहेको छु ल तपाईँहरूलाई। अब हामी लास्टमा आइपुग्यो मङ्पू बजारको। यो कस्तो कन्जस्टेड छ यार। हजुर तिम्रो आमा त अब ओन्ली फर 1 विक है, फेरि जानुहुन्छ। बिमारी भएर आउनुभएको बिचरा। त्यसो अब हामी अन्तिम लास्ट आइपुग्यो है मङ्पू बजारको। कभर अप चाहिँ यति नै हो है हाम्रो मङ्पू बजार, हाम्रो प्यारो मङ्पू। यहाँबाट चाहिँ अब हाम्रो डेस्टिनेसन सुरु हुन्छ। यहाँबाट चाहिँ हामी जान्छ सिलिगुडी, गान्तोक, कालिम्पोङ। यो उकालो चाहिँ अब हामी हजुर कहाँ जानु भएको? ए हुन्छ चढ्नुहोस्। हुन्छ चढ्नुहोस्। पेसेन्जर ब्याग हजुर। ए ओके हजुर होइन म दार्जिलिङ। हुन्छ बोलिन्छ। चाहिँ हाम्रो मङ्पूको सिरियल मन्दिर भन्छ हो। यहाँ चाहिँ धेरै जग्गाबाट दर्शन गर्नुहुन्छ। यहाँ चाहिँ अब हाम्रो एउटा साँच्ची एउटा मानिलिएको एउटा हाम्रो मङ्पू क्षेत्रमा स्थापित है, यो स्थित भनौँ न है। खै कतिवटा नेपाली ल्याङ्ग्वेजहरू पनि आउँदैन हौ। स्थित हाम्रो यो सिरियल मन्दिर। यहाँ चाहिँ अब शिवरात्रितिर एकदमै रमाइलो हुन्छ क्या यहाँनिर। खै छोरी के गर्नुपर्छ मन्दिरलाई जिउ, अन्त के भन्नुपर्छ जिउ गरेर? नानीले चाहिँ यसरी गर्छ यो पूजा। के भन्नुपर्छ? हामीलाई के भन्छ? मलाई पढ्नुमा ध्यान दिनुस् भने। अन्त रक्षा गर्नुहोस् के भन्छ नि तिमीले? उसले त मन
यस्तो राम्रो चाहिँ मङ्पुको यो बाबा गएको नहुँछ ल मन्दिरमा जुत्तासँग जानु हुँदैन ल लु जाऊ लु मन्दिर जान्छ यो कम फास्ट हो के छोरी छोरी गयो दर्शन गर्नु ऊ फेरि पूजापाठ भनेपछि एकदमै इन्ट्रेस्टेड ऊ जाँदैछ छोरी यस्तो छ अन्त हो छोरी जान कम फास्ट हो के जेनिसा गयो दर्शन गर्नु घन्टी पनि बजाउन थाल्यो यता चाहिँ हाम्रो जाने गाउँ चाहिँ लाप्दा बस्ती भन्छ अब हामी जानु छोरी पनि आयो दर्शन गरेर गुड आयो हो दर्शन गरेर पनि आयो झोला आन्टीहरूको हो अब हामी जानुपर्छ यता है जेनिसा मेरो यहाँ के लाग्यो लागेको छैन रहेछ अन्त मन्दिरमा के माग्यो तिमीले भन त मन्दिरमा के माग्यो पढ्नुमा ध्यान दिनुहोस् मलाई रक्षा गर्नुहोस् अन्त मलाई मेरो मेरो हाम्रो घरलाई पनि रक्षा गर्नुहोस् अन्त अरू के भन्यो यति नै गाडी आयो गाडी आएन टुरिस्ट गाडी दिनभरिमा भन्थ्यौ त कति पिस खाइसक्यो दिनभरिमा कति खाइसक्यो छोरीले यति मात्रै खायो म्यागी भनेपछि त झन् फेरि हो म्यागीको फ्यान हो नि फेरि जेनिसा चाहिँ है ग्याङ हो ओके ल अब फेरि अब हामी यहाँ साइकल राइडरहरू आउनु भएको रहेछ यस्तो छ हाम्रो मङ्पुमा यस्तो पनि हुन्छ है बिचराहरू कहाँदेखि आउनु भएको होला र अब हामी चाहिँ उकालो लागेको है साथीभाइ हो ल साइकल यस्तो चिसोमा हो साइकल कुदाउने साथीहरू साइक्लिङ हुँदो रहेछ सायद मेबी दार्जिलिङबाट आएको होला यिनीहरू साइक्लिङ बिचराहरू ल अब हामी मन्दिरको दर्शन भइसकेपछि अब हामी फेरि उकालोतर्फ लागेका छौँ यहाँ चाहिँ हाम्रो मङ्पुको रिसेन्टली बनाएको है रोडोडेन्ड्रन पार्क इट्स भेरी फेमस तपाईँले यहाँ भिजिट गर्न सक्नुहुन्छ अहिले निकै नै चर्चित अनि निकै नै फेमस हाम्रो यहाँनिर तपाईँहरू आएर मजाले टाइम स्पेन्ड गर्न सक्नुहुन्छ एकदमै राम्रो बनाएको छ जग्गा एकदमै रमाइलो हुन्छ तपाईँहरू आएर मजाले भिजिट गरेर है यो जग्गामा आफ्नो फ्यामिलीसँग चाहिँ एकदमै मजा आउँछ यहाँ टाइम स्पेन्ड गर्नु एकदमै दामी बनाएको छ यो जग्गा अब चाहिँ म तपाईँहरूलाई यो मङ्पुको एउटा वान अफ द फेमस छ है जो चाहिँ मङ्पुको लागि धेरै नै प्रसिद्ध जहाँबाट चाहिँ हामीले अहिलेसम्म पानी पाइरहेको छौँ है यो बाटो देख्दा त धेरै नै पहिलाको सानोको कुराहरू याद आउँछ यहाँ रम्बी खोला भन्छ है यो खोलादेखि माथि चाहिँ मेरो आमाको गाउँ मवाली गाउँ है यो बाटो चाहिँ हामी पहिला सानोमा त्यति बेला ट्रान्सपोर्टेसनको फेसिलिटिज थियो है हामी चाहिँ यो बाटो हिँड्दै दसैँमा टिका लगाउन जान्थ्यौँ अनि यहाँनिर एउटा साँचो एउटा के छ भने हामीले चाहिँ रुखको पत्ता राखेर है पैसा कोइन्सहरू है हालेर हामीले केही कुरो माग्यो भने पुरा हुन्छ भन्थ्यो आमा बाबाले र साँच्चै नै ती दिनहरूको याद है आज त म यो जग्गाहरू घुम्दै घुम्दै जाँदाखेरि है यो चाहिँ एकदमै हाम्रो लागि धेरै नै राम्रो छ हामीले इन्भाइरोमेन्ट सेभ गर्नुपर्छ यही नै हो हाम्रो मङ्पुको सोर्स अफ वाटर है हाम्रो मङ्पुमा जति पनि पानीहरू आउँछ यहीँबाट नै आउँछ यहाँ त अब हामी पहिला सानोमा पुरा खेल्थ्यौँ फाइनल्ली दार्जिलिङ आइपुग्न आँट्यौँ हामी है जेनिसा हामी चाहिँ यहाँ के भन्छ यो डाली आइपुग्यो है जेनिसा यस्तो
छ बाटो दार्जिलिङको। जेनिसा हेलो जेनो। औ यस्तो होटेल ल अब भोलि पर्सि तिमी ठुलो भएर बनाउन ल। दार्जिलिङको भ्यू चाहिँ यस्तो चाहिँ डाली गुम्बा यहाँ पर देख्दै गरेको डाली गुम्बा। हाम्रो दार्जिलिङको ट्रेन पनि आउँदैछ। यो चाहिँ कोइलाले चल्ने ट्रेन है। वर्ल्ड फेमस टोय ट्रेन दार्जिलिङको एउटा छ डिजल इन्जिनमा र अर्को चाहिँ यो त कोइलाले चल्छ त छोरी कोइलाले। ऊ माथि छ डाली गुम्बा। अलिकति जोगेर भिडियो बनाउनु पर्छ कि फेरि पक्रिन्छ है। अब त्यसको इन्जिनै त्यस्तो हो नि त। पछि क्यामेरा छैन त अन्त नहल्लाउ न अब। कहाँ पुगे जेनिसा? दार्जिलिङ पुगे आज। अन्त आमालाई ल्याउनु गएको दार्जिलिङमा पुगेर केही भएन। आमाले ल्याउनु भन्छ अच्छी लागिरहेको है बाबा। है बाबा हेर्नु दार्जिलिङ पुग्न आँटेको छु। अन्त यो चाहिँ हाम्रो गाडी हो। स्टिकर्स छ। अन्त हामी चाहिँ गएको अन्त नि हामी नि त्यति बेला पुग्यो भने हामी बाबालाई आज आमालाई मलाई के ल्याइदिएछ। अन्त बाबालाई के ल्याइदियो होला है बाबा? बाबालाई आइप्याड चाहिएछ अरे। अन्त बाबालाई पनि आइप्याड चाहिएछ ठुलो भाइलाई। अन्त बाबा महँगो छ आइप्याड। बाबालाई पनि चाहिन्छ होला आइप्याड। अन्त त्यही भएर बाबालाई पनि किनिदिनु सक्दिनँ। मेरो पैसा पनि छैन हाम्रो। त्यही आमाले चढ्यो मेरो ब्याङ्कको पैसा। अन्त हामी चाहिँ पुग्यो सिधै पुग्यो यो गाडीले ट्राफिक छिटो गर्नु। यो गाडीहरू पनि छिटो खान्छ। हल्लिन्छ। हामी चाहिँ यहाँ छु। हेर्नु बाबा कहाँ पुग्यो? कहाँ पुग्यो अब? नहल्लाउ न बहिनी क्यामेरा। लाग्छु न। थुप्रै छ भने बस्छ त्यति बेला। हेर्नु यो होटेल के गाह्रो ल्याएछ। हामी चाहिँ भेज्यो मछलीहरू यहाँ खाँदैन है बाबा। अन्त मछलीहरू मन पर्दैन हामीलाई कहिले। अन्त हेर्नु न बाबा। ओइ हेर्नु न बाबा।
मेरो बाबा हेर्नु न यस्तो चाहिँ बाटो भइरहेको छ कहिले पो आउने बाटो त हेलो त बहिनी आमा बस्छु हामी चाहिँ अब सिंहबारी तर्फ लाग्यौँ यो चाहिँ सिंहबारीको बाटो पहिलाको याद आउँछ स्कुल पढ्दाखेरि हामी यो बाटो हिँड्दै जान्थ्यौँ जेनिसा यो बाटो कस्तो याद आउँछ यार गीत सुन्दै त्यो टाइममा हिँड्दै कस्तो मजा आउँथ्यो रमाइलो दिन थियो स्टुडेन्ट लाइफ इज गोल्डन लाइफै हो यो चाहिँ सिंहबारी यो सिंहबारीको बाटो है साथीलाई गोल्डन लिफ त अब कहाँ पाउँछ नि जिनिस यो चाहिँ हाम्रो मङ्पूको दार्जिलिङको कोट डिस्ट्रिक्ट कोड यहाँनिर छ हाम्रो यो चाहिँ हाम्रो डिस्ट्रिक्ट कोड है आज कस्तो दामी भइरहेको छ वेदर पनि हावा चलिरहेको छ घाम पनि लागिरहेको छ मजाको भइरहेको छ वेदर जेनिसा पहिला हामी नि यता हिँड्दै जान्थ्यौँ नि स्कुल बाबाको कलेज देखाइदिन्छु ल कलेज पहिला नै पढेको कलेज जेनिसा तिमी पनि ठुलो भएर कहाँ पढ्छौ अरे कलेज दार्जिलिङ पढ्छौ कि सेन्ट ट्रिजा स्कुल पढ्छ अरे आमा पढेको स्कुल है सेन्ट ट्रिजा पढ्छौ ओके सेन्ट ट्रिजा पढ्नुपर्छ नि ल म कलेज चाहिँ तिम्रो गभर्मेन्ट कलेज स्कुल चाहिँ आरकेएसपी पढेको हो आरकेएसपी ऊ माथि चाहिँ स्कुल तिमीलाई अस्ति नै देखाएँ नि मैले क्या म पढेको स्कुल भनेर अब यो ग्रेभयार्ड भन्थ्यो है त्यो टाइममा यहाँ हामी यसो कलेजबाट चिया खाएर हेर ल बाबा पढेको कलेज ऊ पर ऊ आउँदैछ गभर्मेन्ट कलेज धेरै यादहरू छ है यो कलेज ऊ माथि देख्यो बाबाको कलेज हेर पहिला नै पढेको ऊ दार्जिलिङ गभर्मेन्ट कलेज देख्यो बाबा पढेको कलेज है अब अहिले दादाहरू अब नेक्स्ट हाम्रो जर्नी चाहिँ फेरि सोम कमानको हुन्छ है यो कसको स्कुल हो बाबाको स्कुल है अब हामी लाग्यो है सोम कमानपट्टि यो चाहिँ सोम कमानको बाटो यो चाहिँ हाम्रो यस्तो चाहिँ नर्थ पोइन्ट जोसेफ स्कुल यो चाहिँ हाम्रो दार्जिलिङको पुरानो स्कुल माउन्ट हर्मन है एकदमै दामी छ स्कुल पनि माउन्ट हर्मन स्कुल वी लभ सोम हामी चाहिँ जेनिसा त गए पनि यो चाहिँ हाम्रो ससुरा बाबाको क्वार्टर हो कि ल गाइस यहाँ आइपुग्यो हामी चाहिँ यहाँ चाहिँ बाबाको क्वार्टर सोम कमान फुल
यस्तो दामी बनाउँछ है। कति दामी प्रो मैक्स अर्कै पर्मनेन्ट पासपोर्ट 1 2 3 म मात्रै बनाउँछु यसमा तपाई पनि